लाइफमा जे जस्तो अवस्था भए पनि कन्फिडेन्स लेभल भनेको चाहिँ यो भाइ जति हुनुपर्छ क्या। एनीवे साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि तपाईँहरूको सम्म लिएर आएको छु सबभन्दा हट ट्रेन्डिङ र भाइरल भिडियोहरू, त्यो पनि मेरो रियल र अनफिल्टर रियाक्सनमा। मैले चाहिँ अनेस्टी भन्दाखेरि होइन, अलिक खोलौँ, अमेरिका अस्ट्रेलिया युकेको लागि मात्रै ताकेको खास चाहिँ आफू जान कि केटी चाहिँ बाहिरको भएको केटी। अनि मैले पिआर वाला खोजेको के गरेर मैले होल्ड राखेको अहिलेसम्मलाई। मतलब तिमीलाई बाहिरको पिआर भएको केटी छ? अमेरिका अस्ट्रेलिया युके आफ्नो लक्ष्य पुरा गर्नु छ भने सपना देख्नुपर्छ। कोही केटाहरू केटीहरू अमेरिका अस्ट्रेलिया युकेमा हुनुहुन्छ भने, बिहे गर्न इच्छुक हुनुहुन्छ भने प्लिज सम्पर्क गर्नुहोला उहाँलाई विथ BMW कार। यो मेरो भनाइ होइन, यो उहाँको नै भनाइ हो। हाम्रो गुराँस नानी रेडी हुनुहुन्छ बिहे गर्नलाई? बिहे गर्नका लागि ब्लाइन्ड डेटमा आएकी छु। अब ब्लाइन्ड डेट सिजनको चाहिँ तपाईँहरूले चाँडै देख्न सक्नुहुन्छ र गुराँसको लागि यो अर्को सिट खाली छ। तपाईँ गुराँस नानीको लागि एउटा सिट चाहिँ खाली नै छ। ब्लाइन्ड डेटमा गएर कोही केटाहरू बिहे गर्न इच्छुक हुनुहुन्छ भने ब्लाइन्ड डेट सिजन 4 चाहिँ खुलिसकेको छ। ब्लाइन्ड डेट नेपालीमा भन्नुपर्दा अन्धो माया, अन्धो भेट र अन्धो धोकामा गएर बिहे गर्न इच्छुक हुनुहुन्छ भने तलको बटनलाई सब्स्क्राइब गर्नुहोस् र आफ्नो फर्म चाहिँ रजिस्टर गर्न नबिर्सिनु होला। झट्टै हेर्दा लुक चाहिँ कस्तो मनपर्छ मलाई? कोकोकोला फिगर मन। कोकोकोला फिगर? ओहो शिव भाइ, कोकोकोलाको साइजहरू विभिन्न प्रकारको छन्। 0.5 देखि 2 लिटरसम्मका साइजहरू रहेको छ। तिमीलाई कुन फिगर मन पर्यो? जनता जान्न चाहन्छ तिमीलाई कुन चाहिँ फिगर मन पर्यो क्या। फिगरकै कुरा गर्नुपर्दा हाम्रो गुराँस नानीको फिगर पनि एकदम कोकोकोला जस्तै छ, विथ बट सुगर फ्री कोकोकोला। तर पिआर चाहिँ छैन है, अनफर्चुनेटली हाम्रो गुराँस नानीसँग पिआर छैन। तर ब्लाइन्ड डेटमा त विभिन्न प्रकारका केटीहरू आउँछ त। कोही अस्ट्रेलियाबाट, कोही बेला युकेबाट, कोही बेला अमेरिकाबाट, कोही जापान कोरियाहरूबाट नि आउन सक्छ। एकचोटि अडिसन दिन जाने हो कि? मेरो आवाजले साथ दिएको छ, तर म सिङ्गर चाहिँ होइन। भन्न खोजेको चाहिँ के आवाजले साथ दिएको छ तर म सिङ्गर होइन भन्न खोजेको चाहिँ के हो क्या? आवाजले साथ दिएको छ तर म सिङ्गर होइन। त्यसो भए म पनि भन्छु क्या, म डक्टर हौ तर मलाई सुई लाउन आउँदैन। भन्न खोजेको त्यस्तै त होइन र? म डक्टर हौ तर मलाई सुई लाउन आउँदैन। हामी शिबु पाण्डेको गीतहरू सुन्छौँ, नेपाली इङ्ग्लिस दुवै गीतहरू सुन्छौँ। ठिकै रहेछ क्या, आवाजले साथ दिएको छ तर म सिङ्गर होइन। योर वर्ड्स इज करेक्ट, आई रेस्पेक्ट योर वर्ड। अब होइन, कसैको हबिज पनि हुन्छ गीत गाउन, तर राम्रो गीत गाउन सक्दैन। इज ओके, डजन्ट म्याटर। ओके, अब हामी इङ्ग्लिस गीत पनि सुन्छौँ। होइन, इङ्ग्लिस गीत गाउन अलिकति गाह्रो नै हुन्छ, तर यत्तिकै गीत गाउनु भनेको चाहिँ राम्रो नै हो है। किनभने इङ्ग्लिस गीतहरूको अलिक प्रोनाउन्सिएसन मिल्दैन, तर अलिक प्र्याक्टिस चाहिँ नपुगेको हो कि जस्तो फिल भयो मलाई। तर ठिकै छ, इट्स ओके। What motivated you to get into journaling? Yes, in the Nepali movie industry. Only 3 months. Yeah, 3 months. I think you're fantastic, so keep up the good work. Yeah, good. Are you single? Not single. Not single. Actress, the Nepali movie industry ma. Oh, Shibu Pandey. एनिवेज गाइज, आज चाहिँ मलाई अलिक प्रश्न भयो। हाम्रो शिवको भाइको इङ्ग्लिस अलिक कमजोर नै रहेछ। अब अमेरिका अस्ट्रेलिया युके नै जाने हो भने चाहिँ हल्का इङ्ग्लिस बेसिक कोर्स अथवा एडभान्स कोर्स हुन्छ नि त, कोर्स लेभल कोर्स हुन्छ। त्यो कोर्स चाहिँ अलिकति सिक्नुपर्ने जरुरत देखियो। कुनै पनि कन्सल्टेन्सी हुनुहुन्छ, अब उहाँलाई स्पोन्सर दिन चाहनुहुन्छ भने प्लिज उहाँलाई स्पोन्सर दिनु होला। किनभने इङ्ग्लिस बेसिक कोर्स त चाहिन्छ क्या। अमेरिका अस्ट्रेलिया युकेमा इङ्ग्लिस नबोलिकन त अलिकति लाइफस्टाइल अलिक गाह्रो नै हुन्छ। त्यही भएर यु हेभ टु डु दिस कोर्स शिव भाइ, द्याट्स माई पर्सनल सजेसन भनौँ न। ब्लाइन्ड डेट सिजन 4 को अडिसन चाहिँ धमाधम सुरु भइसकेको छ।
अब जसलाई जान मन छ त्यसलाई जान सक्नुहुनेछ र कुनै कुनै सिजन 4 को रिल्सहरू चाहिँ हल्का भाइरल जस्तो भइसकेको छ क्या ओके हेरौँ है त त्यो काखी चाहिँ अलिकति त्यो गर है अलिकति कालो देखियो काखी अब मैले यसरी जुम जुम पारेर पनि हेरेँ अब काखी खासै कालो त होइन अब हाम्रो सरलाई नै कालो देखाउन मन लागेपछि के गर्नु क्या हल्का अब ब्लाइन्डेड सिजन 4 सम्म आइसक्यो के 4 सम्म आइपुग्दासम्म हल्का लाइट चाहिँ राम्रो राख्नु पर्यो क्या अब जुन चाहिँ अडिसन भनेको त एकदमै इम्पोर्टेन्ट जिनिस हो नि त अडिसनै हेरेर मान्छेले एपिसोडहरू हेर्ने हो त्यस कारणले अब सरलाई पनि अब लाइटकै स्पोन्सरको एकदमै जरुरी छ जस्तो लाग्यो किनभने अब कोही लाइट बिक्री गर्नेवालाहरू छ भने प्लिज ब्लाइन्डेडमा 2-4 वटा लाइट पठाइदिनु होला है तर हाम्रो सरलाई नै कालो देखाउनु मन लागेपछि के गर्नु त केटाहरू तिमीहरू कहाँ छौ यहाँ केटीहरूले कहाँ छौ भनेर पुरै अनाउन्स गरिसक्यो तिमीहरू चाहिँ कहाँ छौ क्या सबै केटाहरू टिकटक लाइभमै व्यस्त छ आजकल सबै टिकटक खोल्ने लाइभ बस्ने 24 घण्टा लाइभ छन् है हैन लाइभ पनि बस्नुपर्छ रमाइलो गर्नुपर्छ टिकटकमा पनि टिकटक हल्लाउनु पर्यो नि त जे भयो नि जस्तो सुकै जे भने एसिया इन्डियामा टिकटक ब्यान छ हाम्रो नेपाल पडोसी देश भएपछि गर्नु परेन त यहाँ केटाहरू तिमीहरू कहाँ छौ भनिसक्यो हाम्रो अब उहाँ बहिनीको नाम त मलाई के हो थाहा छैन त्यही पनि अब हामी चाहिँ एकदमै एक्सट्रिमली ब्लाइन्डेड सिजन 4 को चाहिँ वेटिङमा छौँ सर्ट एपिसोड चाहिँ धमाकै हुनु पर्यो जस्तो सुकै जे भए पनि एनिवेज साथीहरू आजको एपिसोड आजको रमाइलो कस्तो लाग्यो त हल्का भए पनि तपाईँलाई हल्का खुसी मिल्यो भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला लाइक गर्न नबिर्सिनु होला तपाईँको एक सब्सक्राइब एक लाइक र एक फलोले मलाई अर्को भिडियो बनाउन मोटिभेट मिल्छ थ्याङ्क यू सो मच जय नेपाल